फेरि पनि है तपाईँको बिचमा सानो एउटा लिएर आएको। दुनियाँमा चाहिँ सबैभन्दा ठुलो चाहिँ रुपियाँ पैसा चाहिँ इम्पोर्टेन्ट रहेछ जस्तो लाग्छ क्या। तर पैसाभन्दा इम्पोर्टेन्ट चाहिँ के हो भन्नेमा चाहिँ आएको म होइन। धेरैजनालाई पैसा रुपियाँ चाहिन्छ है, हुन्छ असलमा सबैलाई नै चाहिन्छ भनौँ न। त्यो पैसा रुपियाँले गर्दा आफूले मिहिनेत गरिन्छ, खटिन्छ होइन। तर मैले यस्तो खालको साथीभाइहरू पनि देखेको छु कि अब यति डरलाग्दो पैसा पछि कुद्छ क्या। त्यो पैसाकै पछि कुद्दाखेरि चाहिँ अब धेरैजना धेरै चिज छुट्टिन्छ भनौँ न है, धेरै चिज छुट्टिन्छ। साथीभाइदेखि लिएर आमा बाउदेखि लिएर अब धेरै छुट्टिन्छ क्या। तर असल कुरामा चाहिँ के हुन्छ भने आफूले माया गरेको हुन्छ नि त, मनले माया गरेको हुन्छ है। आफ्नो साथी होस् चाहे दिदी भाइ आमा जति पनि होस् क्या, मनले माया गरेको हुन्छ क्या, बिना स्वार्थको माया गरेको हुन्छ होइन। र अब म चाहिँ यति नै भन्छु, मेरो सम्पूर्ण मेरो जति पनि साथीभाइ दाजुहरू हुनुहुन्छ, मलाई हेर्नुहुन्छ, मलाई बुझ्नुहुन्छ होइन, उहाँलाई यति नै भन्न चाहन्छु, पैसा भन्ने चिज चाहिँ सिर्फ गोजीसम्म मात्रै राख्नु अरे क्या, दिल र दिमागमा नराख्नु अरे क्या है। र त्यो पैसा चाहिँ क्या दिल दिमागमा छाप्यो भने चाहिँ क्या अब यति डरलाग्दो कुदिन्छ कि, तर त्यो कुद्दाखेरि पछाडि साथीभाइ इष्टमित्र जति पनि हुन्छ क्या सबै छुटेर गएको हुन्छ क्या। पैसा त कमाएको हुन्छ, उसले धन पुरा कमाएको हुन्छ क्या, तर त्यो धनको साथमा धेरै चिज गुमाएको हुन्छ क्या। त्यसैले गर्दाखेरि भन्छु मेरो जति पनि साथीभाइहरू हुन्छ है, पैसा भन्ने चिज चाहिँ सिधै गोजीसम्म मात्रै राख्नुहोस्, मन र दिमागमा राख्नु हुँदैन। त्यसैले गर्दाखेरि साथीभाइ